हेलो साथीहरु नमस्कार गुड मर्निङ तपाईहरुलाई मेरो भिडियोमा हार्दिक स्वागत छ। यो हेर्न सक्नुहुन्छ तपाईहरु बिहान बिहान उठिसकेको छु। म चाहिँ ब्रश गर्न गइरहेको छु। यो हेर्नुस् म चाहिँ ब्रश गरिरहेको छु। ब्रश गरेपछि यो हेर्नुस् म चाहिँ भाडा तुन्न गइरहेको छु। यो चाहिँ रातिको भाडा हो। राति चाहिँ पानी परेको थियो त्यही भएर हेर्नुस् कस्तो राम्रो मौसम रहेको छ बिहान बिहान। यो तपाईहरुले बिहानको मौसम देखाइरहेको छु। हेर्नुस् चाहिँ अब म चाहिँ नास्ता गर्न गइरहेको छु। यो अलिकति फल रहेको छ त्यो चाहिँ अब म खान्छु साथीहरु। यो हेर्नुस् म चाहिँ बिहान बिहान नास्ता गरिरहेको छु साथीहरु। तपाईहरु चाहिँ के को नास्ता गर्नु भएको छ त्यो पनि भन्नु होला। कुकरमा भात पाकिरहेको छ, उता कराईमा चाहिँ सब्जी पाकिरहेको छ। आज म चाहिँ के को सब्जी पकाइरहेको छु त्यो तपाईहरुलाई एकछिनपछि देखाउने छु। पछि मेरो भात पाकेर रेडी भइसकेको छ। यो हेर्नुस् भात छ अनि परवल र आलुको तरकारी पकाएको थिए आज। म चाहिँ खाना खाइरहेको छु। आज तपाईहरुले चाहिँ के खाना पकाएर खानु भएको छ त्यो पनि भन्नु होला। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला। तपाईहरु साथ दिनुहुन्छ भने धेरै राम्रो लाग्छ मलाई। खाना खाएपछि यो म चाहिँ अब कपडा धुन गइरहेको छु किनकि आज शनिबार हो त्यही भएर चाहिँ कपडा धुनु पर्यो। कपडा धोएपछि म चाहिँ अब सुत्न गइरहेको छु। 3-4 बजेसम्म म सुतेपछि फेरि उठे। हेर्नुस् आमाले चाहिँ मकै लिएर आएर दिनु भएछ। अब चाहिँ यो मकैको म चाहिँ नास्ता गर्न गइरहेको छु। तपाईहरु चाहिँ के को नास्ता गर्नु भएको छ? मेरो भिडियो हेर्दिनु भएकोमा हार्दिक धन्यवाद सबैलाई।